गुड मर्निङ भनौँ 11 बज्न थाल्यो। आज चाहिँ धेरै दिनमा मैले ब्लग स्टार्ट गर्दैछु साथीहरु। आज हो दीपावलीको लक्ष्मी पूजा। आज हो कार्तिक 3 गते। भर्खर म बजार गएर मार्केट गएर र साँझ लक्ष्मी पूजाको लागि सामान लिएर आएँ। के सामान लिएर आएँ भने त्यो चाहिँ हजुरसँग देखाउँछु है त। मैले चाहिँ यो त मलाई सधैँ चाहिएको थियो र लिएर आएँ कि यो मलाई अरू बेला नचाहिएको थियो र लिएर आएँ कि मेरो लक्ष्मी पूजाको लागि होइन। भनेपछि सामान के छन् यहाँ हेर्नु। खर्च कि साना चिजहरू छन्। सुपारी लिएर आइछु। जनै चाहिँ मसँग घरमै छ जनै। यो चाहिँ के चक्र भन्छ नि हो। यो पनि पूजा गर्दा चाहिन्छ। अनि यो कौडा, कमलगट्टेको फुल, त्यहाँ बेसार है, बेसार पनि चाहिन्छ। यो चाहिँ यो भयो। अनि पछि यो दियो बाल्नलाई ज्योति लिएर आइछु मैले। अनि लक्ष्मी माताको पिरे पानको पात है। अनि मैले चाहिँ आसन, मसँग रातो आसन थियो छनलाई, तर चाहिँ रातो भन्दा प्यारो राम्रो हुन्छ मलाई चेन्ज गर्न पनि थियो कि। अनि मैले प्यारो आसन मन्दिरको लागि है, यो चाहिँ मन्दिरको लागि चाहिँ आसन लिएर आएको छु एउटा। तो राम्रो छ भने क्वालिटी पनि राम्रो छ यसको। राम्रोसँग देखिएन क्या हो कि मेरो यस्तैमा अलि चौडाइमा रेड कलरको छ। मैले यो प्यालो लिएर आएको। यो भयो। अनि यो दुईटा मलाई चाहिएको थियो आज लक्ष्मी र गणेशलाई बसाल्नको लागि। आसन यो पनि आसन है। अनि यो माता रानी लक्ष्मी माता रानीको यो सिँगारको सामान होइन। एउटा मेरो चाहिँ मूर्ति हो कि फोटो होइन मूर्ति हो। त्यही भएर चाहिँ मैले सानो एउटा माता रानीको चुनरी लिएर आइछु होइन। धनिया त्यो चाहिँ मलाई चाहिएको थियो पूजा गर्न। यो अर्घ दिने भाँडो है। र मैले चाहिँ आजै लिएर आएको थिएँ। लाभा धुपबत्ती सधैँ पूजा गर्नलाई। प्यालो तिल बाहिर जलाउँ। मलाई भित्र चाहिँ अगरबत्ती जलाउँदैन, बाहिर जलाइदिनलाई। रातो र प्यालो केसरी पूजाको लागि। यो चाहिँ बाहिर के भन्छ रातो माटो के भन्छ नि यसलाई है। कसको दाइको बोलाउँदैछु। सामान लिएर आएको देखाउँदै कहाँ कहिले सुकाएको? हिजो ए केही भने यसलाई के भन्छन् अरे? सरी यो चाहिँ रातो गेर अनि किन ल्याउनु र? अनि यो चाहिँ होइन, यो चाहिँ पहिले ल्याएको। यो चाहिँ नरियो। अनि यो मेरो पहिले थियो कि माझेर उठ राखेको थिएँ। अनि पछि अहिले गर्ने हो र? होइन साँझ दियो पनि लिएर आएको छु मैले 20-25वटा। तर मैले चाहिँ पानीमा भिजाएर राखेको छु। यहाँ चाहिँ छैन है। त्यो पखाल्न पऱ्यो नि त। पानी सोच्छ अरे कि। ल अहिले लगाइदिएँ। अब साँझ अझै अब मलाई जामा छ सामान सानोतिनो। साँझ लक्ष्मी पूजा गर्ने हो। हेरौँ कस्तो हुन्छ है त। अब यिनी सामान चाहिँ मैले थन्काउँछु। छोटा के रहेछन् भने घरमा कोही पनि छैन। हामी टिका त लगाउँदैनौँ हामीले।
तर चाहिँ लक्ष्मी पूजा गर्न चाहिँ मजाले हुन्छ, त्यही भएर चाहिँ लक्ष्मी पूजाको तयारी गर्दैछु। यो चाहिँ पानीमा भिजाएको देखिएन। यो पाँचवटा छ नि, पाँचवटा दियो चाहिँ मैले यिनी चाहिँ बाहिर बाल्ने दियो यिनी होइन त्यो सुपामा। अनि यो मैले चाहिँ घरमै बनाएको यो बाती, यो चाहिँ मैले किनेको बाती हो यो किनेको। अनि यो चाहिँ मैले आफै घरमै बनाएको, यो चाहिँ आफै मैले घरमै बनाएको देखेको छैन। यो चाहिँ आफै घरमा बनाएको बाती हो। र यो आफै बनाएको बाती चाहिँ मैले भित्र लक्ष्मी माताको जहाँ मैले पूजा गर्छु नि, जहाँ मैले पूजा गर्छु हो त्यहाँ चाहिँ मैले यो बाती जलाइदिन्छु। पाँचवटा एउटा दियो छुट्टै हुन्छ, मेन दियो। अनि पाँचवटा चाहिँ यिनी दियो माटाको दियो चाहिँ मैले भित्र बालिदिन्छु। यो पनि मैले दियो पनि साँझ बाल्नलाई दियो पनि रेडी भयो। अब मलाई चाहिँ बोटीको पात दिन कहाँ जाने थाहा छैन, बोलिनुहोस्।
भन्ने मेरो यो आइडिया हो। क्या दामी हो यो 5वटा चाहिँ मैले लक्ष्मी मातालाई भित्र चढाइदिने हो। यो चाहिँ अरू चाहिँ यिनी चाहिँ बाहिर भालिदिने भयो। यो मैले रेडी पारेँ। यहाँ सामान भद्रको सबै पूजाका सामान हुन्। यिनी सब पूजाका सामान। यसमा चाहिँ लक्ष्मी मातालाई बैठाउने हो। यसमाथि ट्याक्क बस्ने यो हो रे। ल यहाँ चाहिँ मैले अलिअलि मात्रै यो मैले भन्थेँ नि अहिले मैले लिएर आइथेँ भनेर, त्यो चाहिँ मिल्छ कि नै भनेर मैले बिछाएको थिएँ हो। यहाँ अझै सेटिङ गर्न छ, यहाँ अझै सेटिङ मिलाउन छ। मैले चाहिँ चट्ट लाएर लक्ष्मी मातालाई नुहाइदिएर कपडा लगाइदिएर चिटिक्क पारेर यहाँ राखेछु। ल हो यहाँ ल त यहीँ मैले पूजा गर्ने हो अनि यो मिलाउने हो। बस यति हो मेरो काम। मलाई अब बर पिपल पात खोज्न जान छ। जय लक्ष्मी माता रक्षा गर्नु होला, सधैँ घरमा बास होस्। साथीहरु मेरो चाहिँ यो अब चाहिँ मैले झाडु पोछा मिलाउँदा अब कति 3 बज्न थाल्यो। म चाहिँ एकचोटि घर सलक्क झाडु पोछा लगाउँछु। झाडु पोछा लगाउँछु अनि मलाई आनन्द हुन्छ। ल झाडु लगाउँदैछु। यसो झाडु लगाउने अनि नुहाइदै झाडु लगाएपछि नुहाइदै पनि नुहाउनु पर्यो क्या सा। ल छिटो झाडु पोछा गरिदिनु। बेर हुन थाल्यो। सबै ठिक्क पार्दा पार्दै 16 सुते। लक्ष्मी माताले 16 सुते बत्ती चाहिन्छ नि त। 16 सुते बत्ती बनाउन बिर्सेँ कि। यो दियोमा बत्ती बाल्दाखेरि यताबाट चुन्छ। सरी के भन्छ मेरो यहाँ म त बोलिराखेँ कि मेरो त देखिँदै देखिन्छ नि हो।
त्यही पनि काट्दैछ अझै पनि। मैले एउटा कुरा भन्छु, म यहाँ ज्योति बनाउँदैछु 16 सुते। आज 16 सुते बत्ती बाल्छ नि त, सरी। अनि फेरि यो यताबाट चुन्छ नि त, यो एउटा टिप्स बताइदिन्छु। यहाँबाट चुन्छ र फोरो हुन्छ नि त, अनि यसलाई चाहिँ यतापट्टि यसरी मोडिदिनु पर्छ। यसलाई चाहिँ यतापट्टि यसरी मोडिदिएपछि यहाँबाट बत्ती चुँदैन। ल मेरो चाहिँ यो सब रेडी भयो यहाँ। सरी 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 देखिन है, देखेन बल्ल देखेँ। ल अब चाहिँ सघाउँछु।